हामी रमिते डाँडा घुम्न आएका छौँ। युकेको यो रमिते डाँडा निकै रमाइलो छ। धेरै मान्छेहरू यसमा मर्निङ वाक गर्न आउने पनि गर्दछन्। र यो डाँडाको नाम रमिते डाँडा भनेर कसरी रहन गयो म पछिको भिडियोहरूमा तपाईँहरूलाई सुनाउनेछु। र यो डाँडाको बेलायती नाम चाहिँ के हो थाहा छैन, तर नेपाली नाम भने रमिते डाँडा भनेर यसलाई नेपालीहरूले चिन्छन्। र यो नाम कसरी रह्यो भन्ने कुरा म पछिको भिडियोमा यहाँहरूलाई बताउने छु। अहिलेलाई भने यो भिडियो हेरेर मलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। हवस् त, धन्यवाद।